यहाँहरु सम्पूर्णमा नमस्कार। हाम्रो कुस्मा नगरपालिका वडा नम्बर 4 मा रहेको समर्के कृषि तथा पशुपालन फार्ममा प्याजका रुकुम नेपाली प्याजका बिरुवा अब तयार भइसकेका छन्। आज मिति 2082 साल मङ्सिर महिनाको 29 गते हामीले हाम्रो फार्ममा भएका यी प्याजका बिरुवालाई तपाईहरु सामने देखाउँदै छौं। नेपाली प्याज हो यो। तपाईहरुलाई आवश्यक छ भनेदेखि हाम्रो फार्मसम्म कुस्मा नगरपालिका वडा नम्बर 4 को छमर्केमा आए यसरी प्याजका बिरुवा रिसिभ गर्न सक्नुहुनेछ। यहाँ चाहिँ प्याजका बिरुवा एकदम लगाउनको लागि तयारी अवस्थामा छन्। हेर्नुस् एकदम चाहिँ स्वस्थ बिरुवाको लागि बेलैमा सम्पर्क गरी हामीलाई चाहिँ फोन मार्फत मेसेन्जर व्हाट्सएप मार्फत मगाउन पनि सक्नुहुनेछ। नजिक हुने किसानहरूले भने सम्भव भएसम्म हामीले चाहिँ टाढा पनि पठाइदिनेछौँ। तुरुन्त सम्पर्क गर्नु होला। हामी लगभग आज भोलिबाट हामी चाहिँ बिरुवाहरू वितरण गर्ने पक्षमा छौं। नमस्कार भाउजू। बिरुवा दिने हो हैन त? ल ठीक छ। ल अनि भाउजूले यहाँ बिरुवा उखाल्दै हुनुहुन्छ। छिट्टै सम्पर्क गर्नु होला। यहाँहरु सबैलाई धन्यवाद।